बिहा सिहा गर्ने कहिले हो त? अनि लास्टै मिस गरिरहेको छु मैले, एकदमै मिस यु है, धेरै माया मिठो सम्झना छ तिमीमा है। तँबाट छोराछोरी हुन्न, म तँलाई बिहा दिँदैन, उता जा, अर्को बिहा दिने हो म। अर्को बिहा गर्ने? तँ को भन्थ्यो? मेरो श्रीमती हो अर्की। ला श्रीमती। कहिले हो त अनि भेट्न आउने? अब आउँछु न 4-5 दिनमा लगभग। 4-5 दिनमा फिक्स आउँछौ नि? आउँछु फिक्स हो। बिहा गर्ने कहिले हो त? अब गरौँ न त बिस्तारै, अब के भएर। छोराछोरी पनि बनाउनु पर्छ। को भन्न? अनि को होइन, साथी हो। को साथी? होइन, खै कस्तो साथी हो? मेरो साथी हो क्या। त्यो अर्की कङ्गाल हड्डी आएपछि त मलाई बिहा, अब यस्तो हामी अहिले कुरा गर्न लागेको देखेपछि त त्यसले सताइहाल्छ। यो कुरा चाहिँ त्यसलाई गोप्य नहोस्, थाहा नहोस् है, त्यो बाहिर गएको छ कतिखेर पो आउँछ। हस् हुन्छ। हेलो हजुर हेलो, को तिमी? ह म देवेन्द्रको गर्लफ्रेन्ड हो। गर्लफ्रेन्ड हो? गर्लफ्रेन्ड तिमीलाई लाज लाग्दैन? यहाँ घरमा श्रीमती छ भन्ने थाहा हुँदा फोन गर्छौ मलाई? श्रीमती होइन यो। को त श्रीमती होइन? को त श्रीमती मलाई थाहा थिएन त। होइन, यो श्रीमती होइन बुढी, अरू। बुढी को अरेको? श्रीमती होइन नमस्कार सबैजनालाई, आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला होइन। म पनि सन्चै आरामै छु है। मेरो जनताहरू, म चाहिँ मस्त भिडियो बनाउँदैछु होइन। त्यो चाहिँ बाहिर गएको छ होइन दिदीकोमा, अलि एकछिनमा आउँछ। अनि आएपछि म चाहिँ मेरो टक्क छम्मासँग म टक्क कल लगाएर कुरा गर्दैछु। अब बुझ्नु न होइन, चट्ट लगाएर त्यो टक्कै आउने टाइम पनि भएको छ होइन। अब त्यसले के गर्छ कस्तो गर्छ होइन, तपाईँहरू हेर्नु होला भिडियो लास्टसम्म होइन। त्यसले के भन्छ भिडियो चाहिँ अन्तिमसम्म भिडियो चाहिँ हेर्नु होला है। भिडियो चाहिँ स्किप नगर्नु होला। यस्तो खतरनाक गर्छु कि कुरै नगर्नु, यसले जिन्दगीमा सोच्दैन यसले। ओके, सन्चै छौ? एकदम सन्चै। के छ त अनि खबर, खानापिना भयो? हाम्रो पनि भयो। बिहा सिहा गर्ने कहिले हो त? अनि यहाँ त म त एकदमै खुङखारसँग छु अहिले, पछुताइरहेको छु। बिहा गर्ने कहिले हो? अब अहिले अब पछि भयो त म फोन गर्न सक्दैन, अहिले त्यो बाहिर गइछ हो, त्यही भएर अहिले चाहिँ कुरा गर्न सक्छु म। पछि त त्यो आएपछि म सक्दैन, अहिले बाहिर गइछ के। अरू के छ भन, अरू खानापिना के गर्दै? मैले पनि खाएँ। अनि त्यसपछि अरू हाम्रो माया लाग्छ कि नै त? त्यही त, माया नलागेर त फोन गर्दा, माया लागेर त हो के फोन गर्ने। लास्टै मिस गरिरहेको छु मैले, एकदमै मिस यु है, धेरै माया मिठो सम्झना छ तिमीमा है। ल हुन्छ सेम टु यु। कहिले आउँछौ? हामी बिहा गर्ने कहिले हो त? अब गरौँ न त बिस्तारै, अब के भएर। बिस्तारै गर्ने होइन बिहा। ओके, गर्नुपर्छ झ्याम्मै मिलाएर होइन। अब त्यो अर्की कङ्गाल हड्डी आएपछि त मलाई बिहा, अब यस्तो हामी अहिले कुरा गर्न लागेको देखेपछि त त्यसले सताइहाल्छ। यो कुरा चाहिँ त्यसलाई गोप्य नहोस्, थाहा नहोस् है, त्यो बाहिर गएको छ कतिखेर पो आउँछ। हस् हुन्छ, थाहा नहोस्। अब थाहा नहुन पर्यो त, फेरि थाहा भएपछि त मारिहाल्ने भयो नि त अब। त्यो पनि हो होइन। अब त्यो बाहिरबाट अब आइहाल्छ उसले। अनि त्यसपछि बिहा गर्नुपर्छ। बिहा गरेपछि हामीले बच्चा बच्ची बनाउनु पर्छ होइन। बच्चा बच्ची बनाउने, बिहा गरेपछि अनि टक्क लाएर धुमधाम गर्नुपर्छ होइन। त्यसपछि कहिले हो त अनि भेट्न आउने? 4-5 दिनमा फिक्स आउँछौ नि? आउँछु फिक्स हो। ल। अनि त्यसपछि अरू त सन्चै छौ माया? छोराछोरी पनि बनाउनु पर्छ। को भन्न? अनि को होइन, साथी हो। को साथी? होइन, खै कस्तो साथी हो? मेरो साथी हो क्या। खै को साथी हो? साथी हो भने किन दियो र त? मैले बाहिर सबै कुरा सुने। कहाँ गई थिइ त?
को भन्छ र साथी हो कि मेरो को साथी साथी हो भने टाइम कति भयो अहिले टाइम कति भयो साथी 12 साढे तँबाट छोराछोरी हुन्न नि म तँलाई बिहा दिनु उता जा अर्को बिहा दिने हो म ए अर्को बिहा गर्ने त को भन्थ्यो मेरो श्रीमती हो अर्की ला श्रीमती ला श्रीमती ला श्रीमती यो श्रीमती मेरो श्रीमती हो नि त तँलाई के खाँचो यता म जिद्दी गर्दै यार तँलाई के खाँचो त मेरो श्रीमती हो डार्लिङ बिहा गर्ने कहिले हो अब गरममा त बिस्तारै यहाँ चुडेल आइसक्यो होइन माया यता मलाई त के चुडे भन्छ अनि तिम्रो नम्बर पठाऊ म नम्बरमा फोन गर्छु ए हा ल नम्बर पठाऊ बता चुडे चुडे भनि भएको माया तिम्रो नम्बर हो यो मेरो नम्बर हो ए अनि त्यसपछि मसँग भयो कि बाँठीसँग बाटो छोराछोरी हुन्न नि अब के गर्ने त तिमी र म अब बिहा गर्नु पर्यो अरू के गर्ने लाग गर बिहा होइन यता ले। फोन ल्याऊ नि हेलो 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 हजुर हेलो को तिमी ह म देवेन्द्रको गर्लफ्रेन्ड हो गर्लफ्रेन्ड हो गर्लफ्रेन्ड हा तिमीलाई लाज लाग्दैन यहाँ घरमा श्रीमती छ भन्ने थाहा हुँदा फोन गर्छ मलाई श्रीमती होइन यो को त श्रीमती होइन ए को त श्रीमती नाइ होइन मलाई थाहा थिएन त ए होइन यो श्रीमती होइन बुढी अरू बुढी को अरेको श्रीमती होइन को अरे त छोराछोरी नहुन्छ फेरि बोल त फेरि बोल त छोराछोरी नहुने त उता जा तिमी को अरे देवेन्द्रसँग लप पऱ्यो कति भयो हेर न फुटाउँदैन नानी फेरि अब मतलब त्यो भयो त 2 वर्ष जति यताले भने यताले ल बुढी अहिले यो चुडेल छ म भोलि फोन गर्छु है ए ल दादा ल तैँले म हुँदा हुँदै बुढी भन्न कसै सकिछ मेरो केटी हो त्यो उता के हो अब म रिस्के यसलाई त चौको कागज सिधै ए भयो फेरि बोल त को अरे को अरे फेरि बोल त तैँले मलाई खेल्न सम्झिस् को अरे यता को अरे को अरे को अरे को अरे